हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग र तपाईँ सबजनालाई मेरो ब्लगमा स्वागत छ र जो नयाँ हुनुहुन्छ प्लिज डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब र आज चाहिँ म माछा बनाउनु लागिरहेको छु। फर्स्टमा सुरुवातमा मैले तोरी र जिरा भुटेँ। जिरा भुटिसकेपछि चाहिँ यसरी मैले पिसिसकेपछि मैले माछा फ्राई गरिसकेँ र माछा फ्राई गरिसकेपछि इन्ग्रिडियन्ट्समा चाहिँ मैले के हालेँ भन्दाखेरि चाहिँ तपाईँको जुन अदुवा, लसुन, प्याज र टमाटर ग्रेट गरिसकेपछि चाहिँ हालेँ। त्यहाँदेखि तेल हालेर पाँच फोरन हालिसकेपछि चाहिँ यसरी मजाले यो जुन अघि ग्रेट गरेको मैले बताएको थिएँ हालेँ। त्यसको बाद चाहिँ मैले जिरा र तोरी पिसेको धुलो हालेँ। देन आफ्टर द्याट चाहिँ मैले मजाले भुटेँ तेजपत्ता हालेर त्यहाँदेखि मजाले अलिक पाकेपछि पानी हालेर मजाले पकाएँ। मसलाहरू पकाएपछि त्यहाँदेखि मैले सुप हालेँ। सुप हालिसकेपछि पानी उम्लिसके पश्चात चाहिँ त्यसको बाद चाहिँ मैले जुन अघि फ्राई गरेको माछा थियो, माछाको पिसेसहरू त्यहाँदेखि मजाले यसरी सुपमा हालेँ र मजाले यसरी सुपमा चाहिँ उम्लिन दिनुपर्छ किनभने चाहिँ एकदमै राम्रो हुन्छ। जति बेसी उमाल्यो त्यति राम्रो मिठो हुन्छ। कम्ती ग्यासको फ्लेम चाहिँ सानो बनाउनुपर्छ हो। त्यसको बाद चाहिँ फाइनली चाहिँ लास्टमा चाहिँ उम्लिसकेपछि यस्तो भएको थियो र मैले सोप हालेँ। सोपमा चाहिँ एकदमै मिठो हुन्छ होइन। मैले सोपलाई मजाले चलाएर चाहिँ त्यहाँदेखि लास्टमा चाहिँ फुडलाई सर्भ गरेँ र सर्भ गरेपछि यो फ्राई गरेको माछा, काँक्रा र सुप चाहिँ अलिकति हालेँ यो बोलको किनभने तातो थियो नि त अलिक माम्छे लाउँदै थियो नि त र सुप चाहिँ यसरी हालेँ र एकदमै खाँदाखेरि चाहिँ मुखभरि पानी आएको थियो, मिठो थियो। अब बाबालाई पनि दिएँ, बाबाले चाहिँ यस्तो खानु हुँदैन, बोइल गरेको मात्रै खानुहुन्छ नि त बिमार हुनु भएर। देन आफ्टर द्याट एकदमै खाना खाइसकेपछि मजाले रिल्याक्स भएर बसिरहेको थिएँ। एकदमै मिठो भयो र मलाई कुकिङ गर्न चाहिँ एकदम मजा लाग्छ र माछा छ भने चाहिँ झन् अझै इन्ट्रेस्टिङ छ किन मलाई माछा बनाउनु चाहिँ एकदमै राम्रो लाग्छ र आज सधैँको भन्दा माछा चाहिँ आज एकदमै मिठो भएको थियो होइन। र कुकिङ चाहिँ एकदमै मजा लाग्छ नि त। र तपाईँले यो ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू र अझै नयाँ ब्लगहरू आउनेछ। लाइक सब्सक्राइब गरिदिनु नबिर्सिनुहोस् ला। सी यु इन द नेक्स्ट ब्लग।